me Babila. New day and new vlog and new vlogger. Guys, मेरो चाहिँ फर्स्ट भ्लग हो है यो मेरो युट्युबमा र आज चाहिँ हामी खोला जाँदैछ है। यो खोलाको नाम पनि थाहा छैन, मेरो भाइलाई चाहिँ रहेछ थाहा रहेछ, ऊ चाहिँ पहिला नै आएको अरे। अन्त त्यही भएर हामी चाहिँ आज कलेजको स्टुडेन्ट चाहिँ मिलेर खोला जाँदैछ। अन्त यो बाटो चाहिँ फेरि गाडी पनि पुग्दैन रहेछ, हामी स्कुटी लिएर आएको थियो है। स्कुटी पनि माथि नै राख्यो, हिँडेर जानुपर्छ अरे। हेर्नुहोस् गाइस, हामीलाई 1 घन्टामा चाहिँ आइपुग्छ भन्दैछ है। अब जान 1 घन्टा, आउनु 1 घन्टा, 2 घन्टा। अहिले अलमोस्ट कति बजी? 12 बजिसक्यो। अम्बो कहिले पुग्ने है। बिचार हेर्दा चाहिँ पानी पर्छ जस्तो छ गाइस। हेर्नुहोस् न चाहिँ 2 जना बाहुबलीहरू चाहिँ पानी बोकेर हिँडिरहेछ। सुनिस् होला साहिल, बेसी एक्साइटेड नहु त गाइस। आन्टीले चाहिँ यिनीहरूले चाहिँ अघि सोध्दै थियो गहिरो छ कि छैन, गहिरो छैन भने मजाउँदैन भन्दै थियो नि त। अन्त चाहिँ आन्टीले चाहिँ भन्नुहुँदैछ गहिरो छ, कतिजना मान्छे नि मरेको। गाइस जानु चाहिँ ओह्रालो ओह्रालो रहेछ हो, भरे आउनु चाहिँ साह्रो पर्छ जस्तो छ, किनभने पुरा बेसी यस्तो हेर्नुहोस् भिलो सोट रहेछ। उतालाई पुग्यो मेरो साथीहरू यहाँ छ, जाँदैछ देख्नुहोस्, तपाईँहरूले हेर्नुहोस्। हेर्नुहोस् गाइस, हामी चाहिँ यतिजना छ है। सेवारहरू ए बाहुबली पाकिस्तानमा एट्याक भएको चाहिँ यही कारणले गर्दा है। कसले गर्दा भडी 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 राभडी साहोरे बाहुबली भडी 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 राभडी साहोरे बाहुबली जय हारतनी के पट्टाली पट्टाली तुवना रंगी जय पट्टाली गगनाले छत्र पट्टाली। तर गाइस वेदरले चाहिँ 7 दिन जस्तो छैन है, किनभने नै आधी दिन भइसक्यो, 12:30 जस्तो भइसक्यो है। अन्त अहिले चाहिँ घाम पनि फेरि जाँदैछ। पानी परि सिन भयो चाहिँ हामी त खेल्दैन हो, उनीहरू चाहिँ खेल्छ। केटाहरू चाहिँ पौडी, उनीहरूलाई चाहिँ हाउडे हुन्छ, सेट हुन्छ सेट। अब यता हेर्ने खेप ए तेरी झलक सर। गाइस पुरा साह्रो पर्यो है। आज हामीले खाना पनि खाएन, गरमले गर्दा खाना रुच्दैन है। खाना त रुच्छ कि, तर सब्जी नि मिठो हुँदैन, आलु खालि आलु एन्ड दाल हुन्छ है। बेसी खाएर चाहिँ वाक्कै भइसकेको, त्यही भएर रुचेन आज हामीलाई। अन्त त्यही भएर हिँड्नु अलिक साह्रो परेको जस्तो लाग्दैछ है, खाना नखाएर। गाइस पुरा साह्रो पर्यो मलाई चाहिँ हिँड्नु। मेरो चाहिँ के भइरहेछ भन्दा चाहिँ प्रब्लम चाहिँ हाम्रो चाहिँ फेस्ट हुँदैछ होइन कलेजमा। अन्त बेसी फुटबल खेलेर मेरो फिलाहरू पनि पुरा पहिला लागिरहेछ है। अन्त लास्ट इयर खेल्दा फेरि मेरो फिला चाहिँ बिग्रेको पनि थियो बेसी त्यो खेलेर है। अन्त यसपालि खेल्दा पनि मेरो प्र्याक्टिस गर्दाखेरि पनि बल्झेर चाहिँ अलिक हिँड्नु साह्रो परिरहेछ। त्यस्तो ओह्रालोमा त झन् साह्रै दुख्छ है, तर पनि म हिँडिरहेको छु। हेर्नुहोस् गाइस, स्न्याप पुगेछ साथीहरू, बिसाउँदो रहेछ। हेलो, कस्तो हुँदैछ तिमीलाई फिल गर्न त? मजा आउँदैछ? अब हर्लिक्स खानु हुँदैन, हर्लिक्स खानुपर्छ। हर्लिक्सको बदली पानी खाएर आऊ तिमी ल। अब त्यसो तिमीले त्यसो गर्यो भने सक्यो नि पुरै। कस्तो छ है गाइस, हेर्नु न, म नै ब्यागमा कस्तो बेसी भारी बोकिरहेको छु होइन, तर पनि मलाई पुरा च्याङ च्याङ गरिरहेछ। केही बोकेन अरे, कस्तो गरम पो छ त। मेरो ब्यागमा प्यासो टमाटर बोकिरहेको छु, के त छुरी बोकिरहेको छु, चम्ची बोकिरहेको छु। अन्त ब्युटी ब्लस लगेर भ्लग गर्दै छ। ओइ प्लिज ल, ब्युटी ब्लस चाहिँ हैन ल, यो चाहिँ रियल क्यामेरा ल, हेड चेक गर्दा नि हुन्छ। तिम्रो जस्तो क्या हामी चाहिँ स्न्यापच्याट युज गर्ने।
होइन साहिल गाइस पुरा ओह्रालो रहेछ हेर्नुहोस् न हाम्रो भाइहरू चाहिँ अघि पुगिसक्यो किनभने चाहिँ उनीहरू पुरा बेसी आइबस्थे नि त यता अन्त हामी चाहिँ फर्स्ट टाइम हो त्यही भएर पुरा साह्रो पर्यो तर मलाई चाहिँ कहिले तल पुगेर चाहिँ हेर्नु मन परिसक्यो है कस्तो छ खोला चाहिँ सबैले भन्नुहुन्छ सानो छ ठुलो छ भन्छ खोइ कुन त गाइस पुरा साह्रो पर्यो पुरा गरम भएर चाहिँ हिँड्नै साह्रो पर्यो अब हेर्नुहोस् न ओह्रालो हिँड्नै सकेको छैन हामी है गरमले त्यत्रो टाढो भएर अब उकालो भएर कसरी आउनुलाई यस्तो बाटो हेर्नुहोस् त म त हरेस लाग्यो सिया आन्टी कता हुनुहुन्छ गाइस पानी पर्नु लागिसक्यो कहिले पुग्ने खान्छ नि बिचमा नजानु खेल्यो भने पनि साइड साइडमा खेल्नु बिचमा पस्यो भने मान्छे पोहोर पनि एउटा मारेको तिमी जस्तो भाइ पसेर मरेर के अरे एमबिआरएसले निकालेर लग्यो नि त्यो निकालेको नयाँको मान्छे लोकलले नसकेर चाहिँ नि एमबिआरएस मगाएर चाहिँ यो खलाले पुरा मार्छ साला पछि कि नजानु साइड साइडमा खेल्नु झन् बहिनीहरू त नजाने खोला बिच यो खोला अहिले बढेको छ पानी कत्रो आएको छ यो खोला हजुर हेर त सानो हुन्छ कि तर फोर्स पुरा छ नि यो खोलाको खोलाको बहिनीहरू पछाडि हामी होला दिन दसहरू याद पाउँदैन भरे कहाँबाट आएको तिमीहरू हामी बाइपासको मुनि छ नि छिटाउनु हस् त्यहाँदेखि चाहिँ अब 10 मिनटहरू लाग्छ भन्दैछ यो अङ्कलले हामी चाहिँ जाँदैछौँ सानो भए पनि खोज्दा देख्नु भयो अलिकति शान्ति फिल भयो मलाई चाहिँ हालत यस्तो भए हेलो गाइस हामी चाहिँ पुग्नु आँट्यो अब चाहिँ है मलाई त पुरा गरम भएर मैले सर्ट पनि खोलिदिएँ है पुरा गरम भयो हेर्नुहोस् पसिनाहरू पुरा बेसी आइरहेछ मलाई चाहिँ भनौँ भने चाहिँ सबै खोल्नु मन परिरहेछ है गरम भएर कहिले पुग्ने र चाहिँ थ्याच चाहिँ बस्ने भइसक्यो गाइस मलाई चाहिँ तल पुगेर गाइस हामी जाँदैछ वा क्यादम ब्रिज रहेछ नि हेर्नुहोस् त फाइनली आइपुगेको अब चाहिँ हेलो हेलो वाडो यताबाट हो हजुर ल युनियन भाइ गाइस फाइनली हामी चाहिँ पुगेछ है फर्स्ट टाइम आएको र पस्यौँ हामी चाहिँ लिने मान्छे त्यता है हेर्नुहोस् है हामीलाई भन्ने मान्छे त्यता हो जस्तो कोही नभए पनि भए जस्तो अहिले त संसार आदि अन्ध्यारो जानो सबै भए पनि नभए जस्तो समुद्रको पार होला त्यो रहस्य जुन खोजेको सबैले खुशी यो संसारमा कसरी पाउनु भनेर सायद नै होला त्यो रहस्य आफ्नो भित्र नै खै के गरौँ कि खोला पारी जाउँ कि अर्कै नदी जाउँ कि यो आँधी बुझाउन अल्लाह गाइस पुरा भुस्नाले चाहिँ हिँड्नु पनि भएन कहाँ खेल्छौ गाइस मलाई खेल्दैन भन्दैछ म कहाँ खेल्छु मेरो साथी नै त छैन कोही पनि खेल्ने दामी छ लु गाइस मैले फाइनली खुट्टा जुत्ता खोलेँ है अब चाहिँ म एकछिन पानीमा पस्ने ओ मलाई बगाउँछ त्यही पानीले त कस्तो पानी छ गाइस पुरा चिप्लो रहेछ है पानी चाहिँ म त जानै सकिनँ लग्दिनु
फोटोसुट हुँदैछ गाइस न चाहिँ अङ्कलले चाहिँ बोतल बटुल्नु हुँदो रहेछ हेर्नुहोस् गाइस हेर्नुहोस् न हामी चाहिँ पौडी खेल्दा खेल्दै पानी परेर है बिजुक भयो र हामीले कसैले छाता पनि ल्याएको थिएन है खेल्दा खेल्दै यस्तो भयो पानी पर्यो हेर्नुहोस् है हेलो गाइस हामी चाहिँ आज चाहिँ हाम्रो प्लान कामयाब भयो है गाइस हामी चाहिँ अब पौडी सौडी सबै गरेर चाहिँ फर्किनु लागिसक्यो हेर्नुहोस् तपाईँहरूलाई मजा आयो कि मजा आएन भन्नुहोस् मजा आयो आज चाहिँ झ्यालमुरी पार्टी टाइम भयो त्यही त है अब चाहिँ जाने बेला हामी चाहिँ गाइस तपाईँलाई कस्तो लाग्यो आज मजा आयो एकदम आज पुरा बबाल मजा आयो पुरा अभी तँलाई तपाईँलाई कस्तो लाग्यो आज पौडी खेल्नु मजा आयो त्यो गर्न तर हरेस हुन्छ अब उकालो हिँड्नु ल फेरि जस्तो त्यस्तै हुन्छ केही छैन गाइस चाहिँ सबै कुरा भएर चाहिँ जाने अवस्था है गाइस आउँदै जाउँ है गाइस हामी चाहिँ लागे घरतर्फ हेलो लु त लाग्छ त्यसलाई पर यहाँ उयसमा खिच्नुपर्छ हौ पुलमा कस्तो दामी दिन भयो बा क्या दामी दिन भयो गाइस हामी चाहिँ घर लाग्यो अहिले अहिले मैले चाहिँ पाक्छु होला नि हामी चाहिँ फर्केको अब बाइ बाइ अहिले जमाना आँधी जस्तो कोही नभए पनि भए जस्तो अहिले त संसार आदि अन्ध्यारो जानो सबै भए पनि नभए जस्तो समुद्रको पार होला खोजेको सबैले खुसी यो संसारमा कसरी पाउनु भनेर सायद नै होला त्यो रहस्य आफ्नो भित्र खै के गरौँ कि खोला पारी जाउँ कि अर्कै नदी जाउँ कि यो आँधी बुझाउन गाइस अब हामी चाहिँ आजको भ्लग आज हाम्रो यतिमा राख्छु है म चाहिँ र आजको दिन राम्रो भयो है हामी स्विमिङ गर्न आएको थियो है साथीहरू गऱ्यो अन्त झ्यालमुरी पार्टीहरू पनि गऱ्यो मजा आयो खायो है र हेर्नुहोस् न यो पुल चाहिँ यस्तो लामो रहेछ कस्तो बेसी हल्लिँदो रहेछ पुरा डर लाग्यो पुरा हल्लिँदो रहेछ यो पुल चाहिँ र गाइस आजको भ्लग चाहिँ मेरो भ्लग चाहिँ यतिमा राख्छु है गाइस अर्को भ्लगमा भेटौँ गाइस बाई बाई